आजको मिति रहेको छ 2081 साल फागुन महिनाको चाहिँ 18 गते रहेको छ। खोटेहाङ गाउँपालिका खोटाङ जिल्लाको वडा नम्बर 6 मा अवस्थित यो चाहिँ चिरु पशुपक्षी फर्ममा यो सुन्तला जात बिरुवा रोपण गरिएको भिडियोहरू यस प्रकार रहेको छ। आदरणीय दर्शक मानवहरू, म तपाईहरुलाई चाहिँ देखाउन चाहन्छु र आफूलाई पनि यो चाहिँ एउटा अभिलेखको रूपमा राख्न चाहन्छु। यो बिरुवा चाहिँ पहिले भन्दा 2080 साल जेठमा रोपिएको हो। अब यो 82 सालको जेठमा 2 वर्ष हुन्छ। यो तल्लो लाइनको बिरुवाहरू है छ। यो चाहिँ ग्राफ्टिङ हो। अनि यो 1 साल हुन्छ। यो आउँदो असारमा यो चाहिँ बिजु जातको बिरुवा हो। यो यामखा भन्ने ठाउँ खोटाङ जिल्लाकै दिक्रिङ चैचुमा गाउँपालिकाबाट लिएर रोपिएको बिरुवा हो। यस्तो छ है त यहाँ। यो चाहिँ ग्राफ्टिङ हो। यो अब 2 साल हुन्छ। यो चाहिँ धनकुटाबाट ल्याएको बिरुवा हो। धनकुटाबाट ल्याएको बिरुवा यस्तो रहेको छ। यसो यतातिर हेर्दाखेरि चाहिँ तलतिर त्यो किला किला गाडेको खाडल डोब जस्तो छ। त्यो चाहिँ खाडलले हो, डोब्ने हो। यो दुईटा गरामा चाहिँ मैले कागतीको बिरुवा लगाएको छु। यो पनि आउँदो अब भदौमा 1 वर्ष हुन्छ। गत भदौमा मैले लगाएको 81 सालको भदौमा। यो ग्राफ्टिङ बिरुवा यस्तो छ। यो बिरुवा चाहिँ यो राम्रो भएन। किन राम्रो भएन भन्दा यो ओइल बार चाहिँ ज्यादै बाक्लो लगाइएछ। यसले चाहिँ प्रकाश संश्लेषण यसको चाहिँ क्रिया बन्द भयो। सेप धेर भएर चाहिँ यो ठिङ्गेर यस्तो भएको। यसको ठाउँमा अर्को बिरुवा लाउँदैछु। यो गत असारमा रोपिएको बिजी बिरुवा हो। यो यामखाबाटै ल्याएको हो। यो चाहिँ ग्राफ्टिङ बिरुवा हो। यसमा 12वटा 14वटा फल लाग्छ। लागेको थियो विगतमा। त्यो टिपेर मैले फालेँ। गर मुना आउँदैछ। मैले केही छापहरू लाउने काम गरेको छु। यो यसपालि रोपेको बिजु बिरुवा बर र मुना आउँदैछ है। यो अर्को गरामा रहेको छ। यो देख्न सकिन्छ बिजु बिरुवा। यो बमृतले दाजु ठिक छ? ठिक छ दाजु। ल यो सुन्तला रोपण कार्यक्रमको सहयोगी दाजु दिलु काजी दाई हुनुहुन्छ। अहिले भन्ने उहाँ फुपूको चाहिँ नै छिमेकी फुपूको उहाँ चाहिँ ढुङ्गा बोक्दै हुनुहुन्छ। यस्तो रहेको छ। दाजु ठिक छ नि? ल ल ल ल अब निकाल्दैछु। अब युट्युबमा लगाइदिन्छु दाजु। दाजु के छ? अनि खाओस् न, कति खान्छ? हद्दाखेरि एउटा बोट त खाला। एउटा बोट खाला होइन भाउजू? गोरे दाजु के छ नि? भाउजू के छ? दाजु र भाउजूको घम्सा घम्सी चाहिँ तैँले धेर बोक्ने कि मैले धेर बोक्ने भनेर ढुङ्गा ओसार्ने ड्युटी छ उहाँहरूको।
बेलुका फेरि उहाँहरूको चाहिँ हाजिरा चाहिँ अब हिसाब किताब हुन्छ दाजु र भाउजूको यस्तो चाहिँ एउटा पालेको दाजु एउटा पालेको त के दिन्थ्यो यो बिजु बिरुवा हो मैले त भाउजू जोडी लिएको हो 40,000 जतिमा 25 त के 30,000 तपाईँले दिए पनि म अहिले दिँदिनँ त्यो एउटै त हो यो बिजु बिरुवा यहाँदेखि उता चाहिँ ग्राफ्टिङ बिरुवा छ सबैभन्दा सप्रेको ग्राफ्टिङ भनेको यो हो आगामी अब यो जेठमा 2 वर्षको हुन्छ यस्तो बिरुवा केही मात्रामा छ भने अरू बिरुवा चाहिँ अब कोही राम्रो कोही नराम्रो रहेको छ र प्रत्येकमा 12 दाना 14 दाना प्रत्येक साल 2 सालमा विगत साल पनि लागेको थियो टिपेर फाल्ने काम गरे यहाँनिर चाहिँ यो बारेको बारभित्र चाहिँ सिन्कौली छ काल्ला कान्लामा तेजपत्ता पनि भन्दो रहेछ यो चाहिँ राम्रो हुने रहेछ यसको पनि बिक्री राम्रो छ यो ग्राफ्टिङ बिरुवा राम्रोमा यो पनि एउटा हो भने यो लाइनको ग्राफ्टिङ बिरुवा माझाको माथिल्लो लाइन त्यहाँ सानो सानो छ यसपालि रोपेको हो यो पनि ग्राफ्टिङ बिरुवा हो पाडा भने यस्तो रहेको छ साह्रै राम्रो रूपालु छ यो त्यही भएर मैले राखेको महँगो दाम लाएर पनि किनेको अब यो पाडाले चाहिँ मलाई मल जति पनि पुगिहाल्छ एउटा पाडा छ एउटा बङ्गो छ यस्तो रहेको छ यहाँबाट फेरि टर्न यता फर्केर माथि गरातिर जान्छु है त यो बिजु बिरुवा यो पनि बिजु बिरुवा हो यो सालको हिजै मात्र यो पश्चिमी चापिए वायु अन्तर्गतले पारेको पानी हजुर बिरुवा टन्न त टन्नै छ हो निरमजी यहाँ भिडियो बनाउँदैछु म त यसको यो रेकर्ड राख्नलाई क्या यो पछि कस्तो हुन्छ भनेर चाहिँ आजले मौसम खुलेको छ हजुर देखिन्छ अनि बारी डुल्दै आएको त यसो पो गर्न थाल्यो त गणेश दाजु के छ भाउजूले पछाडिबाट गणेश दाईलाई साथ दिइरहनु भएको छ ल दा भाउजू यो चाहिँ ग्राफ्टिङ बिरुवा सरी ग्राफ्टिङ होइन बिजु बिरुवा हो सप्रेको बिरुवा भनेको बिरुवा पनि अलिक छनौट गर्दा राम्रो रोप्नु पर्ने रहेछ त्यही भएर यसपालि अघि देखाइएको भिडियोमा भएको सानो सानो बिरुवाहरू चाहिँ म त्यसलाई चाहिँ अब विस्थापित गरेर त्यसले अग्लो बिरुवा ल्याएर अब रोप्ने मेरो योजना रहेको छ अब हेरौँ कस्तो हुन्छ यो ग्राफ्टिङ बिरुवा यसपालि रोपेको तर बाख्राले अलिअलि खाइदिए पनि अब आशा चाहिँ छ बाख्राले छोएको राम्रो हुँदैन भन्छ कृपया कमेन्ट गरिदिनु होला बाख्राले छोएको बाख्राले खाएको जुठो लाएको फलफुल हुन्छ कि हुँदैन त्यसलाई मैले छोएको बाख्राले जुठो लाएको चाहिँ काटेर फालिदिएको छु यो चाहिँ बिजु बिरुवा आगामी जेठमा 2 वर्ष हुन्छ रोपेको अनि 2 वर्ष हुन्छ यसलाई चाहिँ मैले टुप्पा चाहिँ काटेर फालेँ धेरै अग्लो भएर यो ग्राफ्टिङ बिरुवा हो यो धेरै अग्लो भयो तर अब यसलाई मैले छोडिदिएँ यस्तो रहेछ यो गरामा 16वटा छ है अब एउटा बिरुवामा 50 केजी फलाउन सके भने यो गरामा न्यूनतम पनि 80,000 को सुन्तला मसँग पछि हुन्छ
10,000ले मैले चाहिँ बिक्री गर्न सकेँ। 10,000को सुन्तला उत्पादन गर्न सकेँ भने यो गरामा 1,60,000 भयो। मेरो एउटा आशा यो चाहिँ हुन पनि सक्छ, नहुन पनि सक्छ। मैले अघि यहाँ पानी लाउन सुरु गरेको थिएँ। पानी चाहिँ यो पुगेर पनि यो बाहिर गयो। त्यसरी जानु राम्रो होइन। सीमित पानी छोडिदिने अनि फेरि सारिहाल्ने। यसो गर्दा चाहिँ राम्रो हुन्छ। पर्खेर लाउनु पर्ने हुन्छ। यो चाहिँ यहाँ भएको मल पनि बगाएर लान्छ भने अब पानी चाहिँ पनित्र गइसके पछाडि माटो बिगार्ने काम गर्छ। त्यसो भएकोले गर्दाखेरि यसलाई चाहिँ यसो गर्नुपर्ने अवस्था छ। त्यसरी ट्र्याक्टरसँगले यहाँभित्र मल पनि लगाइदिइसकेको छु। यसो हेर्दा मलको कलर यहाँ बाहिर आयो। मलको कलर बाहिर आउनु हुँदैन। यो चाहिँ मेरो ग्रिन हाउस टनेल हरित गृह। यहाँ चाहिँ केही कोपी, केही प्याज, केही टमाटर र विशेष रूपमा मैले चाहिँ यो अकबरे खोर्सानी, डल्ले खोर्सानी पनि भन्छ, यसको बिरुवा मैले उत्पादन गरिसकेँ। अब यो चाहिँ करिब अबको ढिलोमा पनि 1 महिना पछाडि चाहिँ यो रोप्नलाई तयारी हुन्छ। यति रहेको छ। यो चाहिँ केही टमाटरहरू चाहिँ पाकेको छ। त्यसो हुँदा मलाई किनेर खानु पर्दैन। यसको पनि मैले त्यो टुप्पाहरू काटिदिएको छु भने अब यो चाहिँ लसुन, यो 1 ड्याङ छ। लसुन अलिक धेरै लगाउनु पर्ने योजना थियो, तर अलिकति सम्भावना भएन। लसुन तलपि लसुनको चाहिँ आकार बढाउनलाई चाहिँ त्यसको पात चाहिँ त्यसो बनाउने काम भइरहेछ। यो आलु पाकेर अब यो चाहिँ खानाको लागि तयारी अवस्थामा छ। यस्तो छ भने यो ग्राफ्टिङ बिरुवा बाख्राले खाइदिएर मैले काटेँ, तर त्यो काटेको ठाउँबाट पनि पुनः पलाउने काम चाहिँ हुँदैछ। अनि यो गरा चाहिँ अदुवा खेती सँगसँगै ग्राफ्टिङ बिरुवा छ। यहाँ 5वटा 6, 7, 8वटा ग्राफ्टिङ बिरुवा छ। यो ग्राफ्टिङ बिरुवाबाट मैले 100मा 100 आशा गरेको छु, किनकि घर छेउमा पनि छ, चाकर पनि पुग्छ। त्यसको चाहिँ सुरक्षा र त्यसको अब जगेर्ना पनि पुग्छ। अब यति चाहिँ खन्ने काम मैले गरेँ। यो कागती एक्जाम यो बाटैमा छ, तर सप्रेको छ। यो यहाँ चाहिँ मेरो यो आफ्नै डिजाइनमा बनाइएको खोट्याङ गाउँपालिकाले अनुदान दिएको 1 लाख र मैले त्यसमा 1 लाख थपेर यो 2 लाखको खोरो। यसमा मैले मजबुत किसिमले ढुङ्गा, गिटी अनि उत्कृष्ट बालुवा र स्क्वायर पाइपहरू जडान गरेर बनाएको यो बङ्गुर पालन साह्रै राम्रो छ। यस्तो मजबुत डरो छ कि यो लगभग चाहिँ ठुल्ठुलो सुँगुरले पनि यो पेटी, यो सुर चाहिँ भत्काउन सक्दैन। सुँगुर एकदमै सफा र फस्टाएको छ यो खोरमा।
यो माथि छाना माथि चाहिँ के अरे यो उ छ टनल छ। यहाँ चाहिँ अत्याधिक हुरी बतासको कारणले गर्दा यहाँको टनल चाहिँ उडाएको छ। तर म त्यसलाई फेरि चाहिँ अब व्यवस्थापन गरिहाल्छु। यस्तो छ यो माउ हो। अब वैशाखमा यो ब्याउँछ। यो ब्याएपछि यसले मलाई चाहिँ लगभग 50,000 आम्दानी दिन्छ। यो राम्रो खालको पासी बासे उत्कृष्ट छोटो चाहिँ ओखलारीको कालो बङ्गुर हो। यतातिर चाहिँ बङ्गुर अहिले छैन। बङ्गुर पाल्न निकै समस्या पर्छ। हात्ती पाल्न बरु सजिलो, बङ्गुर पाल्न धेरै गाह्रो हुन्छ। खन्चुवा जात हो यो केरा। यो जहाजी जातको केरा काँडा फुटेर खाइदिनाले यो यस्तो भयो। यो केरा अब अस्ति एक बोट चाहिँ पाकेर खाने काम हुँदैछ भने अब यस पसाउनेको लागि अन्य अब बोटहरू अब क्षमतावान हुँदैछ। यसपालिबाट आशा गरिएको सुन्तला, यो सुन्तलाको हाँगा मैले अलिक अत्याधिक रूपमा चाहिँ काटेर फाल्दिएँ। धेरै चाहिँ यो झ्याप्प थियो अनि यसलाई चाहिँ पुरै यो मल लगाएर चाहिँ यसलाई चाहिँ मैले मल्चिङ गरेर छापोलाई गरिसकेको छु। आशा गरौँ बिरुवालाई पनि मैले मल्चिङ गरिसकेको छु। डिएपी मल रासायनिक दिएको छु र त्यो बोट देख्न सकिन्छ। त्यो बोटबाट चाहिँ फल 2 साल बोट फल्न सुरु गरेको र त्यस्तो सन्तोषजनक फल त फलेन। त्यही पनि हेर्नु यसपालि चाहिँ निकै मैले मलखात गरेको छु र त्यहाँ काटछाड गरेको छु, सुरक्षा गरेको छु। यो कागतीको बोट हो। यो कागतीको बोट चाहिँ एकदमै अब फुल्न बराबर चाहिँ यसको चाहिँ अब कोटिलो लागिसकेको छ। यो बोटबाट मैले सस्तो मूल्यमा गाईघाट झारेर 1000 रुपियाँले 1000 चाहिँ आम्दानी दियो भने म यो कागतीले कम्तीमा पनि 1000 देखि लगभग 1200सम्म चाहिँ ल्यायो होला। त्यसो गर्दा मलाई आशा लाग्छ 1000-1200 भने पनि यो चाहिँ के भन्दाखेरि यस्तो बोट चाहिँ मैले 50,000 रुपियाँ भने 50,000 हो। 50,000ले मैले खेतीपाती लगाएको पनि राम्रो किसिमको चाहिँ काममा खरिदेर खाना खान सक्छु। यो अर्को कागतीको छ। यो पनि अब कुकुरा लागेर यसपालिदेखि फल्नु पर्ने हुन्छ। फलतिर पुरानो कागतीको बोटहरू छ। यो चाहिँ धेरै बाख्राले खान्छ पहिला। यो पटकदेखि चाहिँ मैले सुरक्षा समाधान गरेको छु। अनि फल दिन थालेको सुन्तला हो। यो चाहिँ दन्तेढुङ्गा गाउँपालिकाबाट कल्पना नानाकोबाट लिएर रोपेको बिरुवा हो। सुरुमा यसलाई चाहिँ तागत गरिएन। यसपालि सुन्तलाको महत्त्व र म आफूले चाहिँ यो बगान चाहिँ स्थापना गर्नको लागि अगाडि बढेको हुँदाखेरि यो सुन्तलालाई पनि मैले सुरक्षा गर्न थालेको छु। अब यसलाई चाहिँ मल दिन बाँकी छ यो सालको दुईटालाई। यसलाई मल दिएर मलखात गरेर छापो लाए पछाडि अब यसको पनि मैले आशा राम्रो लिएको छु। यहाँ चाहिँ रुद्राक्ष छ। मैले अघि पर बारीमा देखाइने एउटा रुद्राक्ष यहाँ छ। एउटा रुद्राक्ष पर एउटा सुन्तला आशा गर्न लायक यहाँनिर हुँदैछ। अब 2 वर्ष पछाडिबाट यो चाहिँ फल्न सुरु गर्छ। र अर्को सुन्तला आशा गर्न पर्ने यहाँ पनि छ। र अब सबै त मैले सविस्तार गर्न सकिनँ। यो गरामा चाहिँ नै 5वटामा 3टा चाहिँ सुन्तलाको बिरुवा रहेको छ। यो केही समय पछाडि यो बारहरू हटाइदिनु पर्ने अवस्था छ। यो चाहिँ अदुवा है। अदुवा खन्न नभ्याएर यतिकै छ। अदुवा खनेर चाहिँ स्टोरेज गर्नुपर्ने, भण्डारण गर्नुपर्ने हुन्छ।
भित्ता मात्रै आशा गर्नलाई 2टा कागती छ। लगभग यसो हुँदाखेरि चाहिँ समग्रमा सानो ठुलो नयाँ पुरानो गरी सुन्तला जातको बिरुवाहरू बिजु र कलमी गर्दा 150 को हाराहारीमा होला। कागती नयाँ पुरानो गरिकन चाहिँ कागती चाहिँ लगभग 60 बोट जति होला कि भन्ने मेरो चाहिँ गन्ती छ। यो पनि सुन्तला हो। मैले पछि चाहिँ यहाँ अदुवा रोप्दाखेरि चाहिँ यो ग्यास जलाउँदाखेरि चाहिँ यो बोटको र त्यो बोटको चाहिँ जल्यो, त्यही भएर सुन्तलाको यहाँ मर्न सकेन र फेरि पलाएको छ। कति जामुन भन्ने मैले चिज रोपेको छु, वृक्षारोपण गरेको छु। अनि जापानिज अमलाहरू छ कि यहाँ यो रोपेको जापानिज अमला छ। यो जापानिज अमला जापानिज अमला जापानिज अमला जापानिज